सत्संग पनि हुन्छ, पाप पनि पखालिन्छ, रोग पनि भगाइन्छ। जो यहाँ नाच्छ नि त्यसको हात दुख्ने, खुट्टा दुख्ने, नराम्रो सपना आउने, जादु टुना लाग्ने त्यो पनि नाच्न चाहिँ छोड्नु। तब थाहा भन्नुभएको छ नि, त्यहाँ गर्ने बेलामा सबले हेर्नु होला। कति धेरै हामीसँग प्रायः सन्त हुने नियम आउँदैन होइन। त्यही भएर यहाँ नाच्यो भने सबै पाप पनि गयो, रोग पनि गयो। भक्तवत्सल भगवान शिव भगवानको त्यही भएर उफ्रिन चाहिँ नछोड्नुहोस् है। Disconnected.